स्वर्गीय खड्गबहादुर मुकारङ राई जन्म 1993 मङ्सिर 5 गते स्वर्ग रहन विक्रम सम्वत 2082 असार 17 गते। उहाँ 5 थर सानो निकालेमा जन्मनु भए। आज उर्लाबारीमा उहाँको देहावस भएको छ। उहाँको सब उहाँहरूले क्रिस्चियन धर्म अपनाउनु भएको रहेछ र त्यो अनुसारले उहाँहरूले अन्तिम संस्कारको कामहरू गरिरहेको छ र केही क्षण पछाडि हामी मलामीको लागि सरिक हुनेछौँ र यहाँबाट यो उर्लाबारी कति हो 7 उर्लाबारी गाउँपालिका वार्ड नम्बर 7 उर्लाबारी नगरपालिका 7 मा उहाँ बस्दै हुनुहुन्थेछ र उहाँको पार्थिव शरीर उहाँ इसाई धर्म अनुसार अन्तिम बिदाई दिइरहनु भएको छ। मानिसहरू आत्माहरूलाई बचाउनु पर्छ तिमीले अनि यसुले हुन्छ पिता तपाईको आज्ञा अनि परमेश्वरले यसुलाई यस संसारमा पठाउनु भयो। तपाईको योहन्ना रचित सुसमाचार 3 अध्यायको 16-17 मा हामीले हेर्यौं भने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर हरेकले प्रत्येकले अनन्त जीवन प्राप्त गरोस् भनेर परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो र आफ्नो पुत्र यस संसारमा आउनु भयो मृत्यु विजय गर्नको लागि। मृत्यु त अब आइसकेको छ, मृत्युले खाइसकेको छ, मृत्युले राज्य गरिसकेको छ। मृत्यु विजय गर्नको लागि ख्रीष्ट येशू संसारमा आएर मृत्युसँग लड्नको लागि पतालमा जानुभयो। 3 दिन 3 रातसम्म उहाँ पताल पुग्नु भयो, मारिनु भयो, गाडिनु भयो, तेस्रो दिनमा बौरी उठ्नु भयो भनेर बाइबलले हामीलाई भन्दछ। त्यसले गर्दा उहाँ आएर त्यो मृत्युलाई चाहिँ उहाँले गाडी राखेर उहाँ बौरी उठेपछि उहाँ परमेश्वरले दिएको आत्मा, उहाँले हामीलाई दिने आत्मा र उहाँले पठाउने आत्मालाई फेरि पनि सँगै जीवित उठाउनु भएको छ। यसकारण बाइबलले भनेको हो मलाई विश्वास गर्नेहरू चाहिँ कोही पनि मर्ने छैन, मर्यो भने पनि त्यो चाहिँ के हुन्छ अरे मेरो भाइ पनि गएको थियो नयाँ त गएन कि भन्छ नि त। फोटो साफ बस्नु त अघि मैले फोटो पठाएको छु। फोटो खिचेर पठाइदिनु भन्ने आज भन्दै थियो। हिरो भाइ पनि मलामी आएको छ। अहिले त बाबुराम समेत कोदालो पक्रेर स्वर्गीय खड्गबहादुर मुकारङ राईको पार्थिव शरीरलाई अब समाधि स्थलतर्फ बढाउने चेष्टा गरिरहेको छ र उहाँ उर्लाबारी नगरपालिकामा वार्ड नम्बर 7 मा बस्नु हुँदै थिएछ। बुढो मान्छे मुनिबाट दिनुहोस् न, मुनिबाट त्यो माथिकोले मात्रै थाम्दैन है। खड्गबहादुर को पार्थिव शरीर अब केही क्षणमा हामी समाधि स्थलतर्फ लैजानेछौँ।
अड्दैन तँ बस्न र अब केही क्षण पछाडि हामी समाधि स्थलतर्फ प्रस्थान गर्नेछौँ। शव यात्रा गर्नको लागि सबै मलामीजनहरू पनि तयारी भइसकेका छन्। अगाडिपट्टि बस लागेको छ। अब उहाँको पार्थिव शरीरलाई लिएर आउँदै हुनुहुन्छ र 5 साल निकाल्नुमा उहाँ 1993 सालमा जन्मिनु छ। Hallelujah, 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 hallelujah. बसहरू यहाँ लागिरहेका छन्। मौसम शीतल, बादल खेलिँदैछ। बेलुका मुसुलधारे वर्षा हुने सम्भावना छ आज। र यो उर्लाबारी नगरपालिका अब सब वाहन आउन लागिसक्यो, आउँदैछ, अगाडि बढ्दैछ। अब केही पछाडि मलामीहरू सहरी हुन लागिसकेको छ। यहाँ दमकबाट दाजुभाइहरू पनि आइसक्नु भएको छ। र यता लान्छ कि उकालो यता होला। र हाम्रो खड्गबहादुर मुकारुङ
बाजेलाई पनि आज अन्तिम बिदाई दिनको लागि हामी जाँदैछौँ। उहाँहरूले परिवारहरू यहाँ बसेका छन्। हालेलुया जाने ल हामी अब अगाडि बढिसक्यो। अब हामी पनि लाग्दैछौँ। सबै सुविधै सुविधा कोही असुविधा पनि भोग्नुपर्छ। अब बेलामा हो ठाउँमा हो नन्द भाइ यहाँ हाम्रो हरिमामा अनि हरिमामाको सुपुत्र राजेन्द्र भाइ र म पनि यहाँ जोडिएको छु। हामी अगाडि बढिरहेका छौँ। कुन ठाउँ लाने हो यो याद भएन। मङ्गलबारे अगाडिपट्टि नै होला। उर्लाबारी नगरपालिका वार्ड नम्बर 7 निवासी स्वर्गीय खड्गबहादुर मुगारुङ राई आज यस धरतीमा रहनु भएन। उहाँहरूले क्रिस्चियन धर्म मान्नु हुँदो रहेछ र उहाँहरूको धर्म संस्कार अनुसार भर्खरै उहाँको पास्टरहरूले उहाँलाई बिदा दिएर समाधिस्थलतर्फ सवार भइरहेका छौँ। सोध्छ पो त भाषङ्गटमना हङकङका सेनाको है वंशीधारा नंगु वंशीधारा लो हैन अरू सबै जुन चाहिँ नलाई जन त हाँसे हाँसे तपाईँको डबल काम भयो त दाजु भारी पनि ए होइन ठिकै छ। थोड़ा शॉर्टकट तो बात है बाग सीधा आगे जोडीले बिस्तारै कमानीका केता भनेको यता जाने डोडी ए ले लुलु होला खाऊ ल डोरी चाहिँ ल्याउन यता बनाऊ त्यसलाई डबल सिट बनाउनु अब तल झर्दा
गाडीमा अघि अन थियो नि अघि त गाडीमा ए अँ ए हुन्छ हुन्छ म अहिले भएर डिलिट गरिदिन्छु डिलिट गरिदिन्छु अब त्यो मलाई थाहा भएन रातभरि म त सुत्दै 3 बजी राख्न गइरहेका छौँ र यहाँहरू सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई थोरै समयको लागि यहाँ सबैजना ध्यान यति जरा गर्न चाहन्छु म धेरै लामो समय अनि मौसम अहिले यस्तो छ एकछिन पछाडि मौसम भन्न सक्ने अवस्था छैन त्यसो हुँदाखेरि हामी जति छिटो धार्मिक हामी उहाँको पार्थिव शरीरलाई हामी माटोमा त्यसो हुँदाखेरि हामी धेरैवटा भजनहरू हामी गाउने छैनौँ तथापि भजन धेरै प्रकारका हुन्छन् पानी परिरहेको छ बर्सात हुन थाल्यो र अब बर्सातमा उहाँको लोकको पार्थिव शरीरलाई हामी यहाँ विसर्जन गर्नेछौँ यहाँ मङ्गलबारेदेखि पश्चिमपट्टि पश्चिम उत्तरपट्टि रहेको समाधि स्थलमा आज म लाइनमा उ गर्छु र उहाँको पार्थिव शरीरलाई अब केही क्षणमा हामीले विसर्जन गर्नेछौँ र उहाँको दाजुभाइ दिदीबहिनीहरू र छोरीहरू यहाँ उपस्थित हुनुभएको छ र उहाँका हामी उहाँको पार्थिव शरीरलाई हामी विसर्जन गर्नुपर्नेछौँ र यहाँ पानी पर्न थालिरहेको छ पानी अब केही क्षण पछाडि उहाँको पार्थिव शरीरलाई हामी विसर्जन गर्नेछौँ र जति पनि मुकारङ दाजुभाइ दिदीबहिनीहरूले सुन्नुभएको छैन भने उहाँको पार्थिव शरीरलाई आज मङ्गलबारे पश्चिम उत्तरपट्टिको जङ्गलमा हामीले उहाँको दहन गर्दैछौँ उहाँको पार्थिव शरीरलाई यहाँ विसर्जन गर्दैछौँ र उहाँहरूले आफ्नो तरिकाले मान्नुपर्ने आफ्नो संस्कार र संस्कृतिहरू अनुसार उहाँहरूले मान्नु सक्नुहुनुपर्नेछ र मान्नु सक्नुहुनेछ र आज उहाँ वर्षा पनि होला जस्तो छ मौसमले केही साथ दिँदैछ अहिले ठुलो पानी परेको छैन केही क्षणमा उहाँको पार्थिव शरीरलाई यस समाधि स्थलमा विसर्जन गरेर हामी लाग्नेछौँ र यहाँहरूलाई मैले जानकारी गराएँ जति पनि पाँचमा रहनुभएका हाङ्गोमवासी मुकारङ दाजुभाइ दिदीबहिनीहरूले सुन्नुभएको छैन भने र उहाँको आजबाट बन्द लगाइएको छ यहाँदेखि अगाडि उहाँको संस्कार कसरी गर्नुपर्ने भन्ने कुराहरू यहाँहरूले आफैले मानिदिनु होला र जति पनि हाङ्गोमवासी हाम्रा मुकारङ दाजुभाइ दिदीबहिनीहरूलाई मैले जानकारी गराएँ यसैले मात्र मारेर उहाँहरूले छाकझुटो बाँध्न सक्नुहुनेछ र अन्तिम अब मट्टी दिएर सबै हामी बिदा हुने विसर्जन भइसकेका छन् उहाँको अन्तिम अन्त्येष्टिको अन्तिम सङ्गति चाहिँ यही आगामी असार महिनाको 28 गते 27 गते शुक्रबार उहाँको निजी निवासमा हुने परिवारबाट जानकारी आएको छ यसर्थ सम्पूर्ण मलामीजनहरू 27 गते शुक्रबार उहाँको निवासमा उहाँको अन्तिम विदाईको सेवाकाई स्मृतिको सेवाकाई हुनेछ सबैलाई यही सूचना मार्फत सूचित गर्न चाहन्छौँ हुन्छ बाटो दिन बाँकी हुनुहुन्छ भने आएर बाटो दिन सक्नुहुन्छ हाम्रो दाजुभाइहरूले यो अन्तिममा फुलहरू सबै अन्तिममा राखिदिनु है दिदी यो फुलहरू अन्तिममा खदाहरू अन्तिममा राखिदिनु ल
त्यो चाहिँ हालिदिँदा हुन्छ भाइ कपडा मात्रै कपडा त्यो पनि माथि नै हो खड्का बाजे र हल्दार बाजे भने चाहिँ चिन्नु यो सुब्बाबाट यही हो ल आउनु सबैजनाले एक एक जस्तो त्यति बेला चाहिँ यहाँमा उता जाऊ कासो अघि हेरे